3 घण्टा लगाएर समाएको यो हेलो गाइज हैन वेलकम टु माई च्यानल माछा ब्लगमा स्वागत छ हैन। आज चाहिँ यहाँ पानी सुकेर पुरै माछा चाहिँ पल्लोपट्टि सार्नु पर्ने हुन्छ। हामीले चाहिँ हेर्नु सक्नुहुन्छ यहाँ पुरै पानी सुकेर यति भइरहेछ। माछा चाहिँ यहाँनिर हेर्नु सक्नुहुन्छ मरि पनि सक्यो, तर यो माछा चाहिँ यहाँ सार्ने। तर यहाँ माछा चाहिँ कत्रो कत्रो छ भने यत्रो ठुल्ठुलो छ, निकै ठुल्ठुलो छ माछा सो हैन। अनि हामीले चाहिँ यो माछा पानी सुक्यो नि त, अहिले पानी नपरेर पनि पानी आएको छैन। पानी आएको माछा लाउने पानी आएको चाहिँ यत्रै, अनि कहिले भरिन्छ। अनि यता सार्न आँटेको, यता पानी अलिअलि रहेछ, तर त्यो माछा चाहिँ यता सार्न यतापट्टि सार्न आँटेको। अनि त्यही हो। अनि अब हामी चाहिँ माछा सार्छौँ। आज कति छ माछा, कत्रो कत्रो छ हेर्नु सक्नुहुन्छ तपाईँहरू सो होइन। अब यहाँ चाहिँ हिलोमा यहाँ चाहिँ मुङ्ग्रे माछा है, कुन माछा भन्दाखेरि मुङ्ग्रे माछा हो, हिले माछा भन्छन् कि पनि भन्छन्। पौडी यहाँ चाहिँ केटो दिँदैछ नाङ्गै, जिउ चिलाउँछ नि केटा पानी, त्यसै गरेछ एकदम लाग्यो भने। अनि टक्क यस्तो अनि त नुहाउनुपर्छ। अनि टक्क यहाँ माछा पनि मरिसक्यो टक्क होइन। अब म पनि कामतिर लाग्छु, बिचमा भेट्छु, म देखाउँछु, म भिडियोमा देखाउँदै जान्छु। म नि एकछिन काम गर्दै देखाउँदै हेर्नु सक्नुहुन्छ गाइज, हेर्नु सक्नुहुन्छ। यहाँ माछा सानो पानी आउँछ खडेरी लागेर परतिर सार्ने माछा चाहिँ यहाँ ठुल्ठुलो छ। मैले अघि एउटा देखेको यत्रो थियो एउटा सो। अनि ल हेर्नु सक्नुहुन्छ। अब माछा हेर, माछा सार्ने म यसो गर्ने होइन, यसो गर्ने गाइज, यसो गर्ने डोकेसरी राख्ने अनि सर हिलो धेरै रहेछ हो चाहिँ परेन, हिलो धेरै रहेछ नि कसरी पार्नु हेर्नु सक्नुहुन्छ। यसो गर्ने होइन। अब यो त कसरी सोर्नु केटा पर्दैछ, दुईजनाले समात्दा पर्छ त। यत्रो पकरीमा एउटा माछा नसमातेको मैले, यता आँटी गर्ने यता छोरा छैन। मैले यत्रो पकरीमा एउटा माछा छैन नसमातेको। यसलाई कसले लडाएको, यसलाई कसले लडाएको? आफै उतार्नु परेको मामा, माछा यहाँ चाहिँ उतार्नु परिरहेछ एउटा। सक्नुहुन्छ यसो गर्ने अनि सुई, तर यो हिलो धेरै भएर माछै परेन नि। परेन अझै, परेछ निस्कियो। ए एउटा पारेर निकाल्छ नि साला रामकोर। हेर्दा कस्तो सिट कुदेको आमा समात्नै छ, हिलोले तान्नै सकिँदैन। अनि भर्खर यहाँ कमल फुल झिकिसकेको पर कम त हिलो छैन हौ। छोडिदे भिडियो खिच्दिन। एउटा यो भएको चाहिँ हुन्छ नि, बरु यो छान्दै एउटा हिलोमा परेछ। यो त हिलो पर सरिहाल्छ हुन्छ त भने समाएर एउटा लगाइदिन, लैजा कुदा। एउटा केही बाल्टी भएको चाहिँ कतापट्टि लगाइदिनु त, पल्लोपट्टि लाउँदा नि पल्लोपट्टि जाँदैन र। ल निक्ल्यो यहाँ माछा कुद्दैछ, केटालाई खिचिदिनु भन्छ एकछिन भल्ला घरलाई। पल्लोपट्टि जाँदैन यहाँ लगाएको यहाँ सारेको माछा भन्नु। पानी पनि यतै सारेको, तर यो बाल्टी भएको चाहिँ बाल्टीमा हाल्दै यता ल्याउनु हाल्थ्यो। हिलो हिलो हो नि एउटा मात्रै पारेको माछा चाहिँ। कताको गाडी एउटै मात्रै परेको। कहाँ गयो यहाँ माछा हरा त। अहिले छोड्दै हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ पछाडि देखा कत्रो छ माछा, ठुलो छ माछा। यहाँ पारेको हामीले चाहिँ कमल फुल सल उठाएर अब उता सार्दैछौँ। हेर्नु त कत्रो छ गाइज। अनि देख्नुहुन्छ गाइज यहाँ अनुहार चाहिँ गाइज यो लुगाहरू चाहिँ अनि माछा समाइदियो भने एकै लटमा पारिदियो केटोले यार। एकछिन उगाउँदा माछा लिन आउनु सक्नुहुन्छ भन्नु त भन्दिनँ, यो अर्काको माछा पारिदिएको मात्रै हो। ल गाइज अब यो चाहिँ हामीले पर राख्ने हाल्नुपर्ने हुन्छ।
यस्तो यता यति पारिसक्यो यति मेरो हालत चाहिँ देख्न सक्नुहुन्छ यहाँ यस्तो छ माटो केटोको हालत पनि यस्तै छ सो अब हामी काम सुरु यहाँ चाहिँ फाइनली होइन अब चाहिँ अन्तिममा छ अनि यहाँ चाहिँ हामी चाहिँ हेर्दै हान्दैछौँ अब अन्तिमको माथि तरिन्छ नि त त्यही भएर हालत गाह्रो छ बेसका हालत माछेले चाहिँ बल्लैले हानेर पारो है के अरे माछा पारो माछा खै माछा कता परो अरे मैले नदेखि पारिदिएको नि त कुद्दा कुद्दै कम लगाएर जा मलाई नै भन्नुहोस् ट्याङ्क पार्छस् माछा पोखरी यो चाहिँ एकछिन नै नला एकछिन अर्को माछा पोखरी चाहिँ यता छ केटोले अब लाउन आँटेको अवस्था छोड त लु बिस्तारै छोड्ने यहाँ चाहिँ एउटा घामले टल्केर राम्रो देखिँदैन माछाहरू चाहिँ यहाँनिर एकदमसँगले खुलुङ खुलुङ गर्दै खेल्दैछ हाम्रो तुम्बाको पानी सुकेर यत्रो आउँदैछ पोखरीमा लाउने जाउँ न अब त अब अनि दुईटा छाला अब 10 घन्टा पछाडि निस्किन्छ अनि कसरी नआउनु परेन जाडो हुँदैन हालत कम त खराब भएको छ एउटा गर्दै पार्दैछ केटोले गाह्रो छ जिन्दगीमा तल दामी खोजेर पार्दा केटा छ र खोज्दै पार्ने हो ओइ दलान खोज्दै पार्छस् दलाङ होइन क्या भेटेन यतातिर आइज न यता भिडियो गरेर आछु समातै ल्याम्मै तेरो चाक दुलो परेको देखिन्छ नि त हल्ला कुन दुनियाँ लुएछ उ गर्दै लिएन माछाले चाहिँ पुरै यहाँनिर माछालाई ढुकिरहेछ कतिखेर निस्किन्छ गमलङ्गै डोकोले पालौँ भनेर लुकेर बसिरहेछ केटोले अब अट्याक हान्न आँटो छ माछा ल हान अट्याक माछा छ अरे तर यहाँ देखेको छैन कता छ है कहाँ हौ खिची ए समात्न नि यो माछालाई चाहिँ ठुलो बोलाउने नि लुक्दो रहेछ चङ्खो भइसक्यो एउटा छ लास्टमा गाह्रो हुँदो रहेछ कि यो समात्ने अनि केटोले चाहिँ अब दामी डोकोले चाहिँ जाल ल्याम्मै हान्छु भन्छ हेरुङ्गामा पार्छ पार्दैन अघि एउटा त पारो परो र लु पार केटोले भागो डोकै उकाउनु सक्यो नि त भागो क्या घाँटीमा समात नछोडे नछोड्ने केटोले फाइनल्ली समायो एउटा माछा 100 माछा बल्लले समाएको हैन अब ऊ पल्लो पोखरीमा लाउनु पर्ने हाल्दै क्या अन्नारे टल्किन्छ उडाइदिने होइन मर्छ भरे जसरी ल
सुलित्त अरे एउटा माछा छ होला अब एउटा अर्को माछा पनि पार्छु भन्ने जाँदैछ केटोले अब हेरौँ परो भने लाइक एन्ड सब्स्क्राइब परो भने भन्दै के अरे केटा लाइक एन्ड सब्स्क्राइब अरे लाइक एन्ड सब्स्क्राइब भन्न केटो बोल्नु पनि जान्दैन बच्चै छ कि केटोको बोली पनि फुटेको छैन माछा चाहिँ साथ अब लगभग एउटा रहेको छ होला त्यो माछा समात्ने केटो अब पुरै त्यसलाई खोजीमा छ त्यो अब हेरौँ भेट्छ कि भेट्दैन भेटे नि समात्ने होइन होला खुट्टामा ठोकिँदै कुद्छ हुन्छ माछा खै भएन त माछा त यहाँ छनु चाहिँ छ एउटा छ जस्तो लाग्यो अब त्यसलाई भेटायो भने मैले के हुन्छ होला के हुन्छ समाचिस लाइक गरिदिनु पर्यो कहाँ गएर गयो उडेर कराउँदै डनमर गर्छ माछा भेटेला जस्तो छैन माछालाई खोज्नु गाह्रो पर्यो वाओ गद्दारी करबे तू समय हाल्न समझ रहे हो ना तेल हुन्छन् यार माछा यहाँनिर धमिलो बनाए यहाँ धमिलो बनाएर कता पो भागो माछा खोज्दै गरेको अवस्था है माछीको यो चाहिँ एउटालाई यहाँ एउटा मात्रै माछा छ यसलाई पारेर जाउँ भनेको त भएन नि निक्लिँदैन खोज्दा नि कहाँ जान्छ यत्रो ठाउँ टाउको मात्रै देखियो ठुलो जिउँ गरेको छ एकमै होइन र ऊपर अब त्यसलाई सक्ने माछा त्यहाँनिर जाने माछा धमिलो अट्याक हुन्छ अट्याक एउटा माछा छ त्यसले नै बसाएको 2 घन्टा हुन सक्छ 2 घन्टा 1 घन्टा आधी घन्टा हुन सक्छ हुँदैन यार समात्नै होइन माछाले म पनि आउनुपर्छ क्या केटा 2 जनाहरुसँग परेन यहाँ परो त भरेन खै कहाँ गयो देखिरहेछस् हावा चाहिँ समात्ने केटा तात्तिएर गयो मैले दिएको छुइनँ फिक्स समय आवाज चाहिँ पाइछ नि कम्फर्म समय कहाँ छ मैले दिएको छुइनँ परो हैन फाइनली लास्ट परो लास्ट माछा ल सब्स्क्राइब गरिदिनु पर्यो मेहनत कम्ती रहेछ एउटालाई समा फाइनली हजुर सक्यो नि माछा हैन फाइनल लाइक एन्ड सब्स्क्राइब गरिदिनु खैरौँ कत्रो परो केटीले पारेर छोडौ झिक्तालु ठुलो रहेछ त
हो फाइनली लाइक एन्ड सब्सक्राइब गरिदिनु पर्यो यो अघि पारे हेर्ने भनेको थिएँ अब त माछा सक्यो यही एउटा हल्दै थियो अघिदेखि यसले कम्ता 2-3 घन्टै कुरा हो नि हामीलाई 2-3 घन्टा लगाएर समाएको यो बहुत तेज हो रहा है वाउ काँडाले घोच्यो दामी समात्तामा अब छैन होला होइन छैन उता ठिकै रहेछ खासै ठुलो नि होइन यो पनि एकछिनमा हाल्नुपर्छ पकरीमा तिनीहरूलाई चाहिँ एकछिन राखेको देखाउनु फाइनललाई के भनेर छोड्छिस् फाइनली एन्ड लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मैले अघि भनेको थिएँ होइन यस्तो भिडियो समय भने चाहिँ लाइक एन्ड सब्सक्राइब गरिदिनु भनेर सो त्यही हो अनि आज फिसिङ हाम्रो थियो अनि अब छोडिदिएँ लास्ट सक्यो अब हाम्रो माछा यहाँ कतिवटा माछा भइसक्यो हालेको हामीले 101 वटा होइन 101 वटा लाग्यो 101 वटा पसिसक्यो फाइनली अब हामी चाहिँ जानुपर्ने हुन्छ बल्ल बल्ल समय यो होइन नगर्ने त्यसो सुकेको बल्लले भरे चिसो त्यतिकै जाने कहाँ रटमा हिँड्ने त्यसरी होइन अब हामी चाहिँ फाइनली यताको माछा उता हामीर टासमोड गऱ्यो यताको माछा उताको टासमोड गऱ्यो छि काकीमा लगाइदियो फेरि हिलो अनि त्यही हो न आजको हाम्रो कस्तो लाग्यो अब यो माछा उतापि सार्ने अनि त्यही हो यता पानी सुकेको थियो त्यता छ नि त त्यही छु होइन अनि लाइक एन्ड सब्सक्राइब गरिदिनु होला भिडियो राम्रो लाग्यो कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला त्यही हो होइन बनाएको धेरै हो माछेलाई माछै समय दिएको नि त होइन ल के हो सार्दिएको होइन अनि आज त्यही हो अनि आजको यहीँ म व्यवस्था गरिदिन्छु आजको छ